माता लवन जय वन हात लुरा भक्ति भारत देवी नमस्ते वन सरस्वती माता देवी नमस्ते। एकदम राम्रो लोकेसन रहेछ यहाँ चाहिँ के गर्न आयो रोशन सर हामी के गर्न आयो यहाँ हामी सरस्वती पूजा गरेको आज सेलाउन आएको। हजुर हजुर अब हामी एकैछिनमा उता चाहिँ हाम्रा पण्डितजी पण्डित भने पनि हाम्रा सर भने पनि कोअर्डिनेटर भने पनि उहाँले हो नि सेलाउँदैछौँ अब ल ल अब त्यो ल्याउनु त त्यो सामानहरू के के छ एकदम बवाल रहेछ त्यो ठाउँ यार हाम्रो चाहिँ भाइले यहाँ बगाउनलाई आइज ल्याएर आएको छन् पछाडि चाहिँ हाम्रो तिलक सर छ लगाइदिनु दिनु कमल सरलाई टिका अहिले एकछिनमा जाऊ त एकजना दिपेन्स दिपेन्स आइजेक्ट भाइ मे गरौँ फेरि हजुर गरौँला फुलसँग फुलमा छ फुलवाला म चाहिँ लेट पुगेँ किनकि म धनगढी गएको थिएँ दाइलाई लिन त्यही भएर म चाहिँ लेट पुगेँ त्यही भएर डाइरेक्ट म चाहिँ प्याराताल पुगेँ चाहिँ हामी आज हामीहरूको सरस्वती पूजाको पूजा गरेको सेलाउने दिन हाम्रो रोशन सर हाम्रो संयोजक सर सेलाउँदै हुनुहुन्छ यहाँ तयारीमा हुनुहुन्छ बाहुन भएको फाइदा भएको छ हामीले बाहुन मगाउनु परेको छैन हाम्रो स्कुलमै बाहुन छन् सेलाउँदै हुनुहुन्छ त्यस्तै गरेर टिकाको थाली समातेर हाम्रो उमेश सर उभिँदै गर्नुहुन्छ ल उमेश सरले के भन्नु छ आज कस्तो भइरहेको छ मौसमहरूको विभागको बारेमा के भन्नु छ जाँदैछौँ गोफले हाम्रो मुखमा हात हालेर उभिँदैछन् त्यस्तै गरेर पार्वती म्याम पनि आइसक्नु भएको छ त्यस्तै हाम्रो कमल सर के भन्न चाहनुहुन्छ ल कमल सर ठाउँ चाहिँ किन रोज्नु भयो भन्दाखेरिमा उमेश सर रोशन सरले पहिला चाहिँ स्कुल बङ्क हानेर यहाँ नुहाउन आउनुहुन्थ्यो दुईजना अनि माछा मार्न पनि आउनुहुन्थ्यो त्यही भएर यो ठाउँ चुज गर्नुभयो स्पेसल्ली हाम्रो विद्यार्थीहरू पनि आइसकेका छन् विद्यार्थीहरू पनि सेलाउने दिनमा धेरै खुसी छन् विद्यार्थीहरू दर्शकहरूले हेर्दै गर्नु होला यी विद्यार्थीहरू पनि धेरै खुसी छन् स्कुलको सरस्वती पूजा गरेको सेलाउने दिनमा पुगिसकेका छन् विद्यार्थीहरू पनि यता हेरिराख्नु भएको छ तपाईँले हेरिरहेको छन् ब्लगहरू त्यस्तै गरेर हाम्रो दिपेन्द्र सर पनि उभिएर हाँस्दै हुनुहुन्छ यस्ता मुस्कान हाँस्दै हुनुहुन्छ हाम्रो दिपेन्द्र सर पनि हेर्न सक्नुहुन्छ यहाँ विद्यार्थीहरू सेलाउने कार्यक्रमलाई हेर्दै गर्दैछन् त्यस्तै गरेर हामी अगाडि बढ्छौँ यहाँ धेरै विद्यार्थीहरू बाहिर फटा विद्यार्थीहरू पनि तपाईँले हेर्न सक्नुहुन्छ फटा विद्यार्थीहरू यहाँ फटागिरी गर्दैछन् यहाँ दौडेर आउँदैछन् फटा विद्यार्थीहरू पनि तपाईँहरूलाई मैले फटा विद्यार्थी त देखाएँ त्यो क्रममा मैले भुक्कड विद्यार्थी पनि देखाउँछु यहाँ छन् भुक्कड विद्यार्थीहरू सेलाको कार्यक्रमभन्दा अगाडि त्यहाँ उखुहरू खाइसकेका छन् फेरि म भन्न चाहन्छु तपाईँहरू सेलाउने कार्यक्रम स्टार्ट भइसकेको छ सुरु भइसक्यो गीता म्याम पनि जोडिसक्नु भएको छ सेलाउने कार्यक्रममा अगरबत्ती बालेर उभिनु भएको छ त्यस्तै गरेर हाम्रो रोशन सरले संयोजक सरले अगरबत्ती बाल्दै फोटोलाई पूजा गर्दै हुनुहुन्छ त्यसै गरेर पार्वती म्यामले पनि पूजा गरिसक्नु भएको छ रोशन सरले सरस्वती माताको फोटोलाई गर्दै सेलाउने कार्यक्रम सुरु भइसकेको छ त्यहाँ सरस्वती माताको नारा पनि लागिसकेको छ यहाँ विद्यार्थीहरूले हेर्न सक्नुहुन्छ धेरै नाराहरू लगाउँदै छन् त्यहाँ हाम्रो निर्मला म्याम पनि गएर उभिनु भएको छ विद्यार्थीसँग त्यसै गरेर यहाँ नारा लगाउँदै हुनुहुन्छ रिजनले नारा लगाउँदैछन् त्यसै गरेर फुलहरू बगाउने कार्यक्रम भइसकेको छ तपाईँहरूले हेर्न सक्नुहुन्छ त्यो कार्यक्रममा पञ्च स्नान लिँदै हुनुहुन्छ हाम्रो उमेश सर पञ्च स्नान लिएर मुसुक्क मुस्कुराउँदैछन् त्यस्तै गरेर के भन्नुहुन्छ पञ्च स्नान कस्तो भयो त तपाईँको एकदम बवाल अब रोशन सरले टिकाको तयारी गर्दै हुनुहुन्छ यहाँ टिका हाम्रो बनिसकेको छ त्यस्तै गरेर हामीहरूको विद्यार्थीहरू पनि नारा लगाउँदै यहाँ हाम्रो धर्म म्याम पनि जोडिसक्नु भएको छ हाम्रै ब्लगमा त्यस्तै गरेर यहाँ फुलहरू यिनीहरू फटा विद्यार्थी हुन् यिनीहरूले फुललाई बगाउँदै छैनन् यिनीहरूले फुललाई फालेर रोशन सरको माथि फुलहरू फाल्दैछ मलाई चाहिँ हिजो अर्ली गन्डा ल्याइदिने विद्यार्थी चाहिँ यिनै हुन् तिम्रो नाम के हो भन त तिम्रो अगरबत्ती बलेन नि फुलेर आइसक्नु भयो बगाउने हो त्यसलाई माछाको लागि डाइट भयो कहाँ छ कचुवा बोतल हो विवाद भइसकेको छ यहाँ कछुवाको विवाद हुँदैछ बोतललाई पनि कछुवा भन्दैछन् ल हाम्रो कमल सरलाई टिका लाग्दैछ कमल सर टिका लगाउँदै हाँस्दै गर्नुहुन्छ कि यो टिका लगाउने कार्यक्रममा पनि लिनु प्रसाद ग्रहण गर्नु होला प्रसाद ग्रहण गर्नु होला धेरै नै
लिनु उमेश सर प्रसाद ग्रहण प्रसाद खानु न पहिला यार ए ल धन्यवाद मलाई चाहिँ टिका पछि लगाउनु होला म चाहिँ पछि प्रसाद ग्रहण गर्नु होला ए यिनलाई पनि लगाइदिनु सानोलाई ब्लग बनाउनु दिनु प्रसाद प्रोग्राम सकिसक्यो अब चाहिँ विद्यार्थी भाइ बहिनीहरू यहाँ बसिरहेछन् यहाँ चाहिँ स्टाफहरूलाई टिका लगाउने कार्यक्रम चलिरहेछ यहाँ चाहिँ तिलक सर प्रसाद बाँड्दै हुनुहुन्छ कमल सर तपाईँ पाउनुहुन्छ टेन्सन नलिनु मैले खाइसकेँ मलाई मात्र एक चान्नु दिएर रहेछ न सबलाई धेरै दियो प्रसाद पाउन भनेर तपाईँ हेर्नुभयो होला म चाहिँ प्रसाद दिन्छु पक्कै यिनीहरू मेरा सब्सक्राइबर होला न ए क्लास 5 को होनार विद्यार्थी आयुष बोरा आइज आइज ल गाना गाउँदैछन् ल छिटो हेर हेर गाना गा छिटो ल ल आउँछ आजै गाउन उठ छिटो ए उठेर भन् कसले सुने के अरे बगाएर प्लस हाम्रो यहाँ टिका सिका प्रसाद सजाउने कार्यक्रम सकिसक्यो अब चाहिँ हामी एकछिनमा घरतिर स्कुलतिर हिँड्नेछौँ अब एकछिन फोटो भिडियो बनाऊँ अब चाहिँ हामी यहाँ सरस्वती पूजाको कार्यक्रम सेलाएर होइन घरतर्फ फर्किँदैछौँ हाम्रो चाहिँ यहाँ फोटोसुट भइरहेछ आवाजै सुन्दैन सरी सर भन् सरी कान्छ मात्र यस्तै उभे कान्छ सरी सर पानीमा ढुङ्गा हालेर भिजाइरहेको थियो ओए दिवांश म चाहिँ घर पुगिसकेँ अब अरू क्लिप चाहिँ लग्न पाएन किनकि हिजोबाट बत्ती गएको थियो र मेरो मोबाइलमा चार्ज चाहिँ 5-6% मात्र थियो त्यही भएर अरू क्लिपहरू चाहिँ लग्न पाएन अहिले चाहिँ म घर पुगेर फ्रेस भइसकेँ यहाँ चाहिँ भाले छ भाले लास्ट टाइम त टोक्न आउँछ उल्टा कुकुरको जरुरतै छैन कि कोही अननोन मान्छे आयो भने चाहिँ सिधै टोक्न जान्छ इभन मलाई पनि यहाँ चाहिँ गाई माताजी भैँसी गाई माताजी यहाँ चाहिँ भाले यो एट्याक हान्न बेर छैन मलाई फेरि यो चाहिँ नयाँ पाठो छ यहाँ यसको यहाँभित्र चाहिँ फाइटरको चल्लाहरू छ देखाउँछु म खोलेर बाहिर आउन खोजिरहेको छु फाइटरको चल्लाहरू यहाँभित्र कति 11-12 कतिवटा छ 4, 10, 12वटा कति छ 13वटा सक्यो अब यहाँ बाहिर चाहिँ किन नराखे भन्दाखेरिमा यहाँ मान्छे पनि धेरै हुँदैनन् घरमा हाम्रोमा अब हेर्न पनि टाइम हुँदैन बाहिर चाहिँ खाइदिन्छ योभन्दा अगाडि चाहिँ त्यो भालेको के अरे पोथीको अर्को लोकलको चाहिँ 8वटा जति थियो त्यहाँमध्ये कति आफै मरिहाल्यो 2-4 दुईवटा भएको थियो दुईवटामा एउटा अलिक ठुलोमा चाहिँ एउटा उसले स्यालले हो कि म्याउरी मुसकलले खाइदियो कि त्यही भएर यो चाहिँ मैले लगाइसकेँ भाले अझै आज चाहिँ भाले मलाई टोक्न आइरहेन किनकि मैले हिजो भालेलाई लट्ठीले धोब्बी पिटाएको थिएँ त्यही भएर आज चाहिँ भाले आएन आजलाई चाहिँ यति नै भ्लग अब भोलि पर्सि हामी फेरि भेट्नेछौँ थ्याङ्क यू फर वाचिङ किप वाचिङ बाई बाई